दाइ भन्नु न। ए हो र दाइ। ए म बुवालाई फोन गरेर भन्छु नि है दाइ, म सम्झाउँछु नि बुवालाई। हस् दाइ, हस् 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 दाइ। कहाँ गयो यार मोबाइल यार। हेलो बुवा। भन के भयो? म यहाँ जान खोज्छु। के भइरहेछ हौ घरमा? खोइ यहाँ मलाई फोन आइरहेको थियो घरमा, यस्तो यस्तो भइरहेछ भन्छन्। गाउँको दाइहरूले फोन गर्नुभएको थियो। मम्मी छैन। तेरो आमा भाग्यो। अब बुढेसकालको अवस्थामा पनि किन तपाईँहरू अब यस्तो गर्नुहुन्छ? मिलेर बस्नु न हो। ए हुन्छ हुन्छ, नत्र म आउँछु नि त घरमा 2-3 दिनपछि। आइज त्यो जाँडा कहिले आउँछ? अब म आएरै कुरा गर्छु। त्यो झ्याक्ने काठमा बसेर के कुदा छ? भन त भन त। ए हस् हस्, हुन्छ ल, हस्। सारा त्यो मुला आएर हेर्नु न के गर्दैछ। मेरो जाड पनि सेलाइसक्यो। भाउ के भयो भाइस? कहाँ जानुभयो आमा? आमा पनि छैन त। तेरो आमा रुममा डोल्दिरहेका छन्। किन झगडा गर्नुभयो? अब बुढेसकालमा मिलेर बस्नु भएको भए त भइहाल्थ्यो नि बुवा। अब मम्मी कहाँ जानुभयो? यतिखेर यत्रो दिन भइसक्यो। तँ जाँड सिकाउनुपर्छ। तँ पाउ कि म पाउ? बुवाले सिकाउनु त को हो त? तँले काठमाडौँ बसेर के गर्न सकिस्? बिहे गर्न सकिस्? घर ल्याउन सकिस्? अब बुढेसकालमा मिलेर बस्नु। तँ जाँड बस्नु निकालेको के गर्छ? के गर्छ? तँ के गर्छ? अझ जान पर्ने जस्तो? भात नहालै भाउ। अझै मुख राख्छस्?